त्यसले गर्दाखेरि त्यस्ता कुराहरू पनि उठाउनु पर्छ हैन। फाइट फर योर राइट हैन, इङ्ग्लिसमा भन्छ फाइट फर योर राइट, अधिकारको लागि लड्नुपर्छ। अधिकारको लागि लड्नुपर्छ भन्दा त्यसरी झगडै गरिहाल्नुपर्छ, टाउको फुटाफुट गर्नुपर्छ भन्ने छैन। आवाजका साथ हामी विचारका साथ लड्छौँ हैन। जुन लाउरेलाई हैन तपाईको चाहिँ एउटा सन्धि गरेर, एउटा सन्धि हो भर्ती जानु, तपाईहरु सन्धिको कारणले गएको हो, त्यतिकै जान्छु भन्दा कहाँ पाउँछ हैन, पाउँदैन। यहाँदेखि तपाईको मलेसिया जान्छु भन्दा त पाउँदैन, पाउँछ ल त्यो तपाईको श्रम मन्त्रालयबाट विभिन्न स्वीकृति नले कोही जान पाउँछ? भर्ती कसरी लाग्यो त भन्दाखेरि पहिला तपाईको चाहिँ सुगौली सन्धिमा हैन, त्यो सन्धिमा चाहिँ एउटा तपाईको चाहिँ क्लज त्यहाँनिर लेखियो है, त नेपालबाट सेना लैजाने यस्तो यस्तो उस्तो उस्तो भनेर त्यहाँनिर भनिसकेपछि त्यो सन्धिको कारणले गर्दा पहिला त मान्नुहुन्न थियो नि त बाजे, हाम्रै बाजेहरू पक्रेर लगेको भर्ती, पक्डी पक्डी त्यसलाई पक्डी भने कुद्दै गएर पक्रेर फकाएर लगेर भर्ती ती पठाएको होइन। पछि गएर अब परम्परा भयो, अहिले त अब लैजान भन्दा पनि लाग्दैन, मुटु फुटिन्छ जेन्जेर कुदिरहेको थियो। यो चाहिँ सबै के हो त, सन्धि हो, नेपाल सरकारले गरेको सन्धि हो। त्यो सन्धि अनुसार नेपाल सरकारको निर्णय मान्दै तपाईँ त्यहाँ जानुभयो, अनि आज गएर दुःख गर्नुभयो, लास्टमा गएर तपाईँको चाहिँ यताको सम्पत्ति न उताको सम्पत्ति भन्ने खालको नीति निर्णयहरू लेख्न खोज्ने षड्यन्त्र पनि यताकता हुन खोजेको छ। त्यो कुरालाई श्रम संस्कृतिले राम्रो बुझ्छ है। तपाईँहरूलाई अन्याय भयो भने तपाईँ मान्नुहुन्छ त? मान्नुहुन्छ? मान्नुहुन्छ, तर अरूको चाहिँ भर हुँदैन फेरि है। श्रम संस्कृतिलाई मात्र विश्वास गर्नुहोस् है, अरूको त भर हुँदैन। दुई जिब्रे सर्प हुन्छ हैन, सर्पको पनि सर्प चाहिँ चार जिब्रे हुन्छ। हाम्रो नेताहरू चार जिब्रे छन् हैन। आइतबार यो जिब्रोले बोलेर आउँछ, सोमबार यो जिब्रोले बोलेर आउँछ, बुधबार यो जिब्रोले बोले, शनिबार यो जिब्रोले बोलेर आउँछ। कुनै कुनै दिन चारवटा जिब्रोले बोलेर आउँछ, केही पनि बुझ्दैन। तर एउटा मात्रै जिब्रो भएको चाहिँ श्रम संस्कृति हो। आज म जे बोलिराखेको छु त्यही 100 वर्ष पछाडि पनि बोलेको हुन्छु, तर बाँचेको हुँदैन होला। जीवनभर म जति बाँच्छु त्यति जेलसम्म मैले एउटै कुरा बुझ्ने बोल्ने हो। एक जिब्रे नेतृत्व चाहिन्छ, नेता चाहिन्छ। त्यो नेतृत्व र नेता तपाईँ खुद हो, म मात्रै होइन। त्यसो भएको कारणले गर्दाखेरि यो श्रम संस्कृतिलाई फैलाउनका लागि हामी सबै लाग्नुपर्छ। म अन्त्यमा आइपुगेँ र अब विभिन्न खालका फन्डा मचाएका छन् अहिले हैन। सामाजिक सञ्जालमा यस्तो फेसबुकमा लेखेर फल्ना प्रधानमन्त्री हुने अरे, हात मिलाएर ट्रोल बनाके हालेको है। यो चाहिँ कस्तो भने मनको लड्डु घिउसँग खानु भन्छ कि हैन, मनको लड्डु मिठो घिउसँग खाएको यस्तो सपना देखेर उड्दाखेरि छैन भनेर हैन। तर त्यस्ता मान्छेहरूले अझै झुक्काउन चाहिँ सक्छ है, किनभने अहिलेको जमाना भनेको फेसबुकको जमाना। बिहान उठ्ने बित्तिकै फेसबुक हेरिन्छ, सुत्ने बेला फेसबुक हेर्दै निदाउँछ अहिले मान्छे होइन। टोइलेट जाँदाखेरि पो हेर्छन् हौ, फेसबुकमा हेरेको गर्छ। फेसबुकमा चाहिँ हल्ला त्यो खालको मचाउँछन्। त्यस्ता मान्छेहरूबाट पनि सावधान हुनु, किनभने ती मान्छेहरू घातक हुन् होइन। जो मान्छे लुकिएर बस्छ, जनतासँग भेट्दैन, लुकिएर बस्छ, लुकिएर गेम खेल्दै बस्छ, आन्दोलन गराउँछ, आगजनी गराउँछ, जिम्मा लिँदैन, त्यस्तो मान्छेहरू चाहिँ डेन्जरस हुन्छ होइन। यो देशलाई घातक हुन्छन् त्यस्ता मान्छे। त्यसले गर्दा त्यस्ता मान्छेहरूलाई हामीले पहिचान गर्नुपर्छ। आज पहिचान गर्न सकिएन भने फेरि तपाईँको त्यही हो। त्यसले गर्दा यसपालि चाहिँ हामीले पहिचान गर्छौँ, सबैजना मिलेर त्यसो गरौँ। म भन्न चाहन्छु, सबैलाई धन्यवाद दिन चाहन्छु। म यहाँहरू सबैजनालाई धन्यवाद दिनका लागि आएको। तपाईँहरूले गर्नुभएको यस्तो सारा सहयोगहरू छ। ज्येष्ठ नागरिक पार्कको लागि पनि आज पनि त्यहाँ एउटा फङ्सन हुँदैछ होइन, त्यो दुईवटा घरको एउटा त्यस्तो रहेछ र त्यसको लागि पनि थुप्रै सहयोग गर्नुभएको छ। त्यो ज्येष्ठ नागरिक पार्क भनेको के हो, म अलिकति सानो भन्छु। हामी बुढेसकाल लागेपछि साथी हुँदैन रहेछ होइन। छोराछोरी सबै बिजी, नाति नातिना पनि बिजी, आफू एक्लै भइँदो रहेछ होइन। बुढाबुढीसँगै मर्ने भए त ठिकै हुन्थ्यो, तर कोहीको बुढा छिटो मर्ने, श्रीमान कोही छिटो मर्ने, कोहीको श्रीमती छिटो मर्ने, अनि चाहिँ झन् साह्रो नै जीवन चाहिँ एकदमै धेरै उदासीन हुँदो रहेछ। त्यतिखेर हामी त्यो ज्येष्ठ नागरिक पार्कमा चाहिँ धरानका सबै एकैचोटि सकिँदैन, तर एउटा वडाको एकचोटि, अर्को वडाको एकचोटि गरेर
हामी मान्छेहरूलाई भेला गरेर त्यहाँ ल्याउँछौँ होइन। एउटै उमेर समूहका ज्येष्ठ नागरिक हाम्रो आमा बाबाहरूलाई त्यहाँ हामी चाहिँ घुम्न ठाउँ होइन त्यो हो, त्यहाँ राखेर चाहिँ उस्तै उस्तै उमेर अब जस्तै 75 वर्ष पुगेको मान्छेसँग अहिले भर्खरको 18 वर्ष पुगेको तपाईँको जेएनजीको कुरा मिल्दैन होइन। 75 वर्ष पुगेको मान्छेको कुरा 75 वर्ष पुगेकै मान्छेसँग मात्रै कुरा मिल्छ होइन। उहिले गाउँको कोदो रोपेको कुरा, भुइँचालको कुरा, केको कुरा, उहिलेको त्यस्तो गफ गर्दै यी बस्ने पार्क हो त्यो हाम्रो आमा बाबाको लागि हामीले बनाउनु गरेको। र भोलिको दिनमा म पनि त्यो उमेरमा पुग्छु होइन। त्यतिखेर मेरो लागि पनि त्यो बिसाउने चौतारी है। त्यसले गर्दाखेरि त्यो हामी सबैको लागि अत्यन्तै धेरै तपाईँको मानवीय भावनाले भरेको त्यो के अरे तपाईँको चौतारी हो तपाईँको त्यो पार्क। मान्छे बोलिएन भने विराम भइदो रहेछ है। आज दिनभरि नबोलौँ त बेलुका विराम भइन्छ, 2-3 दिन नबोलौँ न डेफिनेटली विराम भइन्छ। हाम्रो आमा बाबा किन विराम हुनुभएको होला जस्तो मलाई लाग्छ भने बोल्ने साथी नै छैन क्या। कोसँग बोल्ने? छोरा निस्केर बिहानै काममा जान्छ, बुहारी त्यस्तै काममा गइहाल्छ होइन, नाति नातिना स्कुल गइहाल्छ होइन। अनि कोसँग बोल्ने कोसँग बोल्ने होइन। त्यो बोर भएको कारणले सोच्दा होइन हाम्रो आमा बाबा चाहिँ विराम हुनुभएको भन्ने मैले बुझेको छु। त्यसो भएको कारणले गर्दाखेरि हाम्रा आमा बाबाका लागि ज्येष्ठ नागरिकहरूको स्वास्थ्य होइन राम्रो होस् है, तपाईँको चाहिँ दीर्घायु होइन तपाईँको चाहिँ बन्न सकुन् भन्ने चाहनाले ज्येष्ठ नागरिक पार्क हामीले बनाउँदैछौँ। त्यो पार्कमा प्रवेश यहाँ चाहिँ अब यो कर्मचारीहरूलाई पनि अलिकति उबन दिनु पऱ्यो, यो पनि हेर्नु पऱ्यो भनेर हामीले शुल्क लिएको छौँ। ज्येष्ठ नागरिक पार्कमा शुल्क लाग्दैन होइन, त्यो निःशुल्क पार्क बन्छ। र त्यहाँनिर चाहिँ नि अब केही अब हामी सल्लाह गर्दैछौँ पूर्ण सरहरूसँग होइन, यहाँहरूसँगै सल्लाह गर्नुपर्ने हुन्छ। अनि त्यहाँनिर चाहिँ तपाईँको होइन अब च्यारिटीबाट चाहिँ विभिन्न खाजा पनि होइन बाबा आमालाई यसो निःशुल्क दिने भन्ने खालको चाहिँ मेरो चाहना छ र त्यो हामीले बनाउँदैछौँ। त्यसका लागि पनि यहाँले सहयोग गर्नुभएको छ, हार्दिक धन्यवाद दिन चाहन्छु। देश बनाउने कुरामा सहयोग गरिरहेको यति भन्न चाहन्छु, धेरै मैले भन्न चाहिनँ। र अब चाहिँ म तपाईँहरूलाई यहाँ यसो खदा लगाइदिनु पऱ्यो होइन, सबैजना आइदिनुहोस् है, खदा लगाएर जानु होला। यहाँ मैले यहाँहरूलाई निम्तो गर्न चाहन्छु है। खुट्टाले हुँदैन भने चाहिँ म आउँछु यहाँ त्यहाँ, खुट्टाले हुने जति चाहिँ यता आइदिनु होला प्लिज। यति भन्न चाहन्छु। नमस्कार छ, तपाईँहरूको जय होस्।